आज चाहिँ म यो कुमार सागरको स्केच बनाउँदैछु डम्सको कलर पेन्सिल युज गरेर। सुरुमा चाहिँ कन्फ्युज थियो म पेन्सिलबाट बनाउने हो कि कलर पेन्सिलले बनाउने हो। लास्टमा चाहिँ मैले कलर पेन्सिल नै युज गरेँ। कुमार सागरलाई कसले चिन्नुहुन्छ कमेन्ट गर्नुहोला। स्केचमा जति राम्रो स्माइल देखिराख्नु भएको छ त्यति नै कुमार सागर एकदम राम्रो हुन्छ। जसले चिन्नु भएको छ उहाँहरूलाई थाहा छ होइन कतिको राम्रो हुन्छ कुमार सागर। उहाँको गीतहरू नि यति बोगलहरू निस्केको छ, प्रायः साथीहरूले सुनेकै होला। उहाँलाई जसरी नै मलाई पनि सपोर्ट गरिदिनु होला। यो स्केच बनाउनलाई धेरै दिन लाग्यो, हजुरहरूलाई टाइम लाग्दैन सब्सक्राइब गर्नलाई। प्लिज सब्सक्राइब गरिदिनु होला च्यानललाई। हजुरहरूलाई कुन गीत मनपर्छ कुमार सागरको कमेन्ट गर्नुहोला र यो भिडियोलाई कुमार सागरसम्म पुर्याइदिनु होला। यदि हजुरहरूलाई यस्तो भिडियोहरू हेर्न मनपर्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। कुरा गर्दा गर्दै स्केच पनि कम्प्लिट भयो। अब भेट्छौँ हामी नेक्स्ट भिडियोमा।